तार उता लानको लागि यता यस्तो छ लक्ष्मणको घर गएर जोड्ने तलमा गिराउन यता गिराउन पुर्याउने बत्ती बाल्नलाई केटाहरूले काम गरिरहेछन् जाली लाउनु लाग्छन् म यहाँ तारलाई बनाउँदैछु भयो तार यस्तो रिसमा लिएर कहाँ पुग्यो भनेर सोध्छन् यहाँ चल्ला के भयो माथि पुग्यो भनेर किल्लेर नि कतिले तिलक बहादुर र लक्ष्मण खाजा लिएर जाँदैछन् केटाहरू यो तार माथि पुऱ्याउनु छ जोडेर त्यहाँ बत्ती बाल्नलाई गिराउनुमा तार जालीहरू लाउँदैछन् केटाहरू भोट दिएर आइसक्यो ल यो प्रशान्त यहाँ विवेक मैले चिन्दिनँ खै यसो ब्लग युट्युबमा हालिदिउँ भनेर क्या अलिअलि ल पढ्नेहरू तल पनि माथि पनि यो अहिले चाहिँ हाम्रो गाउँ पुरै हरियाली भरियाली पारितिर बाटो यतातिर चाहिँ पहिरो गएको छ यहाँ तल अनि उहाँ तल खेततिर नि पहिरो गएको छ तलतिर जाऊ है यहाँबाट अब हाम्रो गाउँ जाने बाटो माथि यतापट्टि चाहिँ हाम्रो घर जाने बाटो भइहाल्यो उहाँ पहिरा थाप्लो छ पहिरो गएर पहिरा थाप्लो भन्ने हुनुहुन्छ अरे पहिरोदेखि यहाँ तल ढुङ्गा निकाल्ने ठाउँ यहाँ घर बनाउँदाखेरि अनि तलतिर जाने होइन नि थकाइलाएर पो यहाँ त माथि नै लर छोड्ने नि तिमीलाई त माथि नै लर छोड्ने नि तिमीलाई त नि कहाँ पारितिर गाउँ ए पारितिर गाउँ यता राङ खानी भयो यो माथि यहाँ डाँडो नामदुख केटाहरू बालुवा बोक्दा आउँदै गरेको छन् बोल्दै गिराउन बनाउनु लगाएको तल खाल्टा बाँधेर यो चाहिँ हाम्रो गाउँको सानो जङ्गल तारमा छन् त्यही त भनेको मैले यता हाल सिधै डाइरेक्ट भनिराखु त उहाँ रुखहरूलाई किन पारिन्छ भनिछु त्यत्रो रुखहरूलाई उयो हेर न सिधा डाइरेक्ट जान्छ त बुढा तलतिर आऊ तलतिरबाट आएर रुखबाट के अरे घुमाएर डाइरेक्ट ल त अलिबढी त तलसम्म त पुग्थ्यो होला नि
म उक्लिन क्या तिमी उक्लो म यहाँबाट उक्लिन जानु सक्दिनँ जुत्ता च्यातिनला लक्ष्मण त देखिँदैन नै कालो क्या साह्रै कालो छन् भन्दा नि यता टुङ्गा अन्त तलसम्म त आउँछ नि कहाँ छुटाउनु मिल्छ त नि तेरा घरकाले भन्नु पर्यो फेरि घरकालाई त कहाँ मान्छ त नि नमाने नि हाल्नु मान्नु पर्यो टोकेसित अनि गर्न त पर्यो फेरि खोर लाएर पानी राख्नु पर्यो यहाँ त गर्दै औ भुकिने होइन त क्या पछाडि आएर क्याको बाटो आइपाइने लाएर आएर बल्ल यति जाली लगाइयो आजलाई भ्याइयो काम अब घर जानु लाग्यो हामी सबै यत्रो काम छ अझै राजन लक्ष्मण बेलुका भलकमा आउँछ है बुढा पाँडे भलको वेलकम टु माई मिनी भलक रे